ताप्लेजुङको सदरमुकाम फुङलिङबाट पाथिभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी परेर निधन भएका 4 जना यात्रु तथा 2 जना घाइतेको पहिचान भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मे 130/11 नम्बरको बोलेरो गाडीमा फुङलिङ नगरपालिका 10 सेवारो चोकमा 81 आगलागी भएको थियो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका 10 का 16 वर्षीय आद्या आचार्य, भद्रपुर नगरपालिका 15 का 70 वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती 69 वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका 10 का 42 वर्षीय दुर्गा भट्टराई रहेका छन्। त्यस्तै घाइते हुनेमा ललितपुर 10 का 45 वर्षीय सबिना आचार्य, उहाँका 10 वर्षीय छोरा भविमय आचार्य छन्। उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। आज बिहान करिब 5 बजे विद्युतको पोलबाट चुनिएको तार सडकमा झरेको र उक्त तारमा बोलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ। सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनसाथ प्रहरी निरीक्षक रवि रावलको कमान्डमा 15 जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो। सेवार चोक नजिक भएको दुर्घटना यहाँले देखिराख्नु भएको छ। नजिकै बिजुलीको पोल छ र यो बिजुलीको पोलको जुन 3वटा तार हुन्छ त्यो 3वटा तारमध्ये एउटा तार चाहिँ भुइँमा लत्रिएको र यो गाडी चाहिँ अगाडि बढ्ने क्रममा त्यो तार छोइएको र तार छोइए पछाडि चाहिँ यो जलेर चाहिँ नष्ट भएको दृश्य हामीले सहजै अनुमान गर्न सक्छौँ। 1 जना चालक र 5 जना दर्शनार्थी हुनुहुन्थ्यो। 2 जनालाई थप उपचारको लागि जिल्ला अस्पताल ताप्लेजुङ लगिएको छ र उहाँहरूलाई जिल्ला अस्पतालबाट पनि हेलिकप्टर मार्फत अन्य जिल्लामा लाने तयारी पनि भइरहेको हामीलाई देशले जानकारी दिनुभएको छ। एउटा 10 वर्षको बच्चा चाहिँ खतरामुक्त रहेको भन्ने पनि हामीलाई जानकारी प्राप्त भएको छ। जम्मा 4 जनाको चाहिँ अहिले यहाँ मृत्यु भइसकेको भन्ने कुरा पनि प्रहरीले हामीलाई जानकारी दिएको छ। प्रहरी नायब परीक्षक रवि रावल बिहानै फिल्डमा आउनुभएको छ र यो विवरण सङ्कलन गरिसक्नु भएको छ र जो 1 जना चालक र 5 जना दर्शनार्थी यो गाडीमा आउनुभएको थियो दर्शन गर्ने क्रममा र यहाँले दृश्यमा देख्नुहुन्छ मे 130/11 नम्बरको गाडी रहेको छ। चालक हुनुहुन्थ्यो दुर्गा भट्टराई, ताप्लेजुङकै हुनुहुन्थ्यो, फुङलिङ 10 पुरुङको हुनुहुन्छ। बिहानै प्यारिस होटलमा बास बसेर उहाँहरू बिहानै दर्शनको लागि 5 बजे यहाँ आइपुग्नु भएको थियो। यही बेला यो सडक अहिले यो कालोपत्र गर्ने काम पनि भइरहेको छ। यहाँले देखिराख्नु भएको छ र यो चाहिँ स्तरोन्नति गरेर अर्थात् कालोपत्र गर्नका लागि तयारी गर्ने क्रममा कतै खाल्टाखुल्टी छ। केही दिन अगाडि परेको पानीको कारणले सडक यो ठाउँमा हिलाम्मे पनि छ। र यो बिजुलीको तार 3वटा मध्ये एउटा तार भुइँमा झरेको छ र यही तारबाट नै यो समस्या भएको हामीले सहजै अनुमान गर्न सक्छौँ र दर्शनार्थीहरू कहाँबाट आउनु भएको थियो, को हुनुहुन्थ्यो भनेर चाहिँ आधिकारिक रूपमा पुष्टि हुन बाँकी रहेको छ। किनभने यो विभत्स दृश्य हामीले देखाउन यहाँहरूलाई असमर्थ छौँ। यो दुर्घटना जहाँ भएको छ यो क्षेत्रको दृश्य मात्र मैले कैद गरेर यहाँहरूलाई देखाइरहेको छु र यो गाडी सँगसँगै रहेको यो दृश्य चाहिँ म देखाउन असमर्थ छु किनभने यो विभत्स दृश्य छ। यो केवल जानकारीका लागि मात्र यहाँहरूलाई मैले भिडियो बनाएर देखाइरहेको छु। त्यसैको घटनाको बारेमा अलिकति बताइदिनु। यो बिहान 5-10 बजे चाहिँ ट्याक्सीमा आग लागि भएको छ भन्ने जानकारी प्राप्त हुनुसार मेरो नेतृत्वमा चाहिँ 15 जनाको टोली हामी खट्यौँ आयौँ र त्योभन्दा अगाडि हाम्रो पर्यटक प्रहरी हेल्पडेस्कबाट लगभग 9 जनाको टोली सहिसाब सहितको पर्यटक प्रहरी सहित चाहिँ यहाँ खटेको अवस्था थियो र स्थानीय व्यक्तिहरूसँग समन्वय गरेर प्रहरीले चाहिँ 2 जना, 1 जना महिला र 1 जना 10 वर्षको उहाँकै छोरा भन्ने बुझिया छ। उहाँ 2 जनालाई चाहिँ हामीले रेस्क्यु गरेर अहिले जिल्ला अस्पतालमा चाहिँ उपचार भइरहेको छ। छोराको हकमा चाहिँ आउट अफ डेन्जर छ अनि महिलाको हकमा चाहिँ उहाँ सिरियस हुनुहुन्छ। जिल्ला प्रशासन कार्यालयसित समन्वय गरेर थप
उपचारको लागि हेली मार्फत त्यो पठाउने व्यवस्था चाहिँ भइरहेको अवस्था छ र घटनास्थलमा चाहिँ 2 जना पुरुष र 2 जना महिलाको चाहिँ मृत्यु भएको छ। त्यो प्रारम्भिक अनुसन्धान कार्य हामी गरिरहेको छौँ र 2 जना पुरुषमध्ये 1 जना चाहिँ स्थानीय चालक ट्याक्सी चालक हुनुहुन्छ। खास यो के अनुमान गर्न सकिन्छ कसरी आगो लागि भयो होला रहेछ? यो प्रारम्भिक अनुसन्धानबाट यो अब पानी हावाहुरी पनि चलेको अवस्था, त्यसले गर्दाखेरि यो बिजुलीको लाइन चाहिँ ड्रप भएर गाडीमा टच भएर तपाईँको आगलागी भयो जस्तो देखिन्छ प्रारम्भिक अनुसन्धान। उहाँहरूको पहिचान खुलिसक्यो? 4 जना सबैजनाको पहिचान खुलिसकेको छ। 1 जना चाहिँ स्थानीय हुनुहुन्छ, चालकै हुनुहुन्छ, यहीँ व्यवसाय गर्ने, अनि अर्को 3 जना चाहिँ काठमाडौँको हुनुहुन्छ। त्यो अब यहाँ नेटको समस्या भएर मलाई मसित डिटेलमा छैन, पछि तपाईँहरूलाई सेयर गरौँ। अब यो उहाँहरूको चाहिँ कसरी प्रक्रिया गरेर चाहिँ उहाँहरूको अब यो उठाउने चलन यो प्रक्रिया चाहिँ कस्तो हुन्छ डिएस साहब? होइन यो उहाँहरू जो गाडी छ सँगसँगै यो विभत्स जुन दृश्य छ होइन यस्तो छ तपाईँको। अब यसमा हामी कानुन बमोजिम तपाईँको यो प्रारम्भिक मुचुल्ने कार्यहरू गर्छौँ र त्यसलाई चाहिँ प्रक्रियालाई चाहिँ अगाडि बढाउँछौँ। भनेको अझै केही समय छ अब लाग्छ? अहिले समय चाहिँ लाग्छ। तपाईँको यो सब वाहनहरू बोलाएको अवस्था छ अनि स्थानीय जनप्रतिनिधिले बोलाएको छौँ। प्रारम्भिक मुचुल्का कार्य चाहिँ भइरहेको छ। उहाँको आफन्तीहरूलाई पनि खबर गरेको अवस्था छ। हस्, धन्यवाद। अनि अब यसको साथसाथै अन्य सुरक्षा निकायसित नै हामी समन्वय गरौँ र नेपाली सेना, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प यहाँ काफ्लेपाटीबाट पनि थप टोलीहरू आएर चाहिँ परिचालन भएको अवस्था छ। र यो घटनाको बारेमा प्रहरी नायब परीक्षक रवि रावलले हामीलाई संक्षेपमा जानकारी पनि गराउनु भएको छ। यो दृश्य हो सेवारा चोक स्थित जहाँ गाडी यो दुर्घटना भएको छ। यो दुःखद खबर छ। यो दृश्य हामीले यहाँ देखाइरहेका छौँ। दृश्यमा देख्न सक्नुहुन्छ यो चाहिँ जुन एकापट्टिको भाग चाहिँ पानी जमेको कारणले हिलाम्मे भएको कारणले चाहिँ गाडीले चाहिँ अलिक सहज तरिकाले बाटो खोजेर तल्लो साइडबाट आउने क्रममा चाहिँ यो तार लत्रिएको अवस्थामा र तारले चाहिँ छोएर आग लागि भएको हामीले सहज अनुमान गर्न सक्छौँ। र यो गाडीको दृश्य चाहिँ हामी देखाउन असमर्थ छौँ किनभने यो एकदम विभत्स दृश्य छ। हामी यो दृश्यलाई चाहिँ हामी नजिकबाट देखाउने छैनौँ। र यो बाटोमा जुन हिलाम्मे छ र यो हिलोको बाटो चाहिँ जान असजिलो हुन्छ भनेर चालकले चाहिँ यतापट्टिको अलिकता सुक्खा बाटो रोज्ने क्रममा यो दुर्घटना भएको हामी अनुमान गर्न सक्छौँ। यो बिजुलीको तार जुन पोल छ, पोलभन्दा निकै वरो नै गाडी छ र यो माथि 3वटा तारमध्ये एउटा तार चाहिँ भुइँमा झरेको, सायद यो हावाहुरी अनि झरेको कारणले गर्दाखेरि पनि हुनसक्छ। अब के कारणले यो पोलको तार झर्यो भन्ने त हामी अनुमान मात्र गर्न सक्छौँ। र यही तारले चाहिँ गाडीको हुड छोयो र माथि गाडीको हुड छुने बित्तिकै आगलागी भएको भनेर चाहिँ हामीले यो जानकारी प्राप्त गरेका छौँ।